हेलो गाइस, तो देख्न सक्छ होला मैले भिडियो गरेको। आज चाहिँ हामी मन्दिर जानु आँटेको, तो बाटोमा थियो हल्काले भिडियो बनाएको। तो फिलहाल मन्दिर पुग्यो, मन्दिर पुगेर दियोहरू जलायो। के लाग्छ है साथीहरू, नभन्नु न। पण्डित बाले भनेको थियो कि मतलब जोखना देखाएको थियो। जोखना देखाए पछाडि भन्यो कि शनि लागेको छ अरे 7.5 को शनि। के हो अब भनेको कुरा त मान्नुपर्छ हो कि न। मन्दिर गएर चाहिँ शनि चाहिँ भगाएर आएको साथी हो। हजुरको पनि शनि छ भने चाहिँ भगाइहाल्नु। शनिले बहुत नराम्रो गर्छ क्या, कहिले एक्सिडेन्ट कहिले के हुन्छ हो कि न। देखादिने मैले चाहिँ शनि चाहिँ भगाइदिएको। शनिले एकैचोटि बाई बाई भनिदिएको। अब चाहिँ शनि नआउनु ल भनेर राम्रोले पूजा गरियो। पूजा गरे पछाडि साथीहरू देख्न सक्छ होला, यही हो शनि मन्दिर। त अगाडिको भिडियो देखाउँछु तपाईँलाई। मैले जहाँ 5वटा दियो जलायो, अन्त पछाडि जल्दैन। अन्त पछाडि मेरो कान्छीको पाला, कान्छीले पनि जलायो दियो। त्यस पछाडि कान्छीले पनि चिया जलायो। जलाए पछाडि देख्न सक्छ होला यति धेरै मान्छे थियो। हाम्रो त लास्टमा भयो कि सबै मान्छेहरूले जलायो। त्यस पछाडि हामीले जलाएको। त्यस पछाडि मेरो भाइले पनि, भाइ भन्यो भने काकाको छोरा हो, उसले पनि जलायो। त सबको शनि लाग्नु सक्छ नि, सबले जलाउनु पर्छ हो कि न। मेन शनि त मेरो लागेको थियो, मलाई भनेको थियो कि। अन्त पछाडि हामीले शनि मन्दिरमा गएर धुपकाठी बालेर वरिपरि घुर्नुपर्छ अरे 3 पाक।